नमस्कार। यो सिभिक सेन्स पोडकास्टको दोस्रो श्रृङ्खलामा यहाँहरूलाई हामी स्वागत गर्न चाहन्छौँ र आजका अतिथिको परिचय दिनुपर्दा उहाँको धेरै लामो परिचय दिइरहनु पर्ने छैन, तैपनि उहाँ बहुआयामिक व्यक्तित्व, उहाँ राजनीतिक विश्लेषक, लेखक र पत्रकार, साथै विभिन्न पत्रकारिताको मिडियाहरूको नेतृत्व पनि गरिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई हामी स्वागत गर्छौँ। नमस्कार सर। नमस्कार। आरामै हुनुहुन्छ? म आराम छु। हामी यो पोडकास्टको दोस्रो श्रृङ्खलामा छौँ र अनि हजुर यहाँसँग पोडकास्ट यो सिभिक सेन्सको बारेमा केही वार्तालाप गर्ने विचार गर्दैछौँ। अवश्य। हजुर पत्रकारितामा पनि हुनुहुन्छ, अनि पत्रकारितामा एउटा भनाइ के छ भने पत्रकारहरूलाई अलिकति नेगेटिभ जस्तो छ यो प्रश्न, अन्यथा नलिसिला। यो पत्रकारहरूलाई के छ भने आफूलाई के थाहा छैन भन्ने कुरा नै पत्रकारलाई थाहा हुँदैन भन्ने एउटा चाहिँ एउटा विश्वव्यापी एउटा चाहिँ पपुलर भनाइ छ। अनि त्यो भनाइसँग जोड्दै म यहाँलाई के प्रश्न गर्न चाहन्छु भने यो नागरिक सचेतना र त्यो अघिनको भनाइसँग कति तालमेल खान्छ र यो चाहिँ कति होइन के जस्तो लाग्छ हजुरलाई? यसको पत्रकारिताको सैद्धान्तिक पाटोको कुरा चाहिँ गर्दाखेरि के हो भने समाजमा जे जस्ता घटना परिघटनाहरू हुन्छन् त्यसलाई जस्ताको तस्तै प्रस्तुत गर्ने निष्पक्ष ढङ्गले भन्ने एउटा उद्देश्य बोकेका हुन्छ। तर त्यसो गरिरहँदा फेरि समाचारीय भ्यालु चाहिँ के हुन्छ त, मूल्य चाहिँ के हुन्छ त भन्दा जे चिज रियर हुन्छ या दुर्लभ घटना हुन्छ, दुर्लभ सन्दर्भ हुन्छ, दुर्लभ विषय हुन्छ, त्यसलाई चाहिँ प्राथमिकता दिने, त्यसरी तान्छ मान्छेलाई। हो त्यस कारणले गर्दा मानिस चाहिँ बिस्तारै केमा गयो भने नेगेटिभ कुरामा गयो। जे भएको छैन जे त्यतापट्टि जानु पर्यो। जस्तै भ्रष्टाचार नहुने कुरा भन्दा भ्रष्टाचार हुने कुरा दुर्लभ घटना हुन्थ्यो। समाचार त नेगेटिभ बन्यो यदि राज्य चाहिँ अब सरल रूपले चलेको होइन भनेको मतलब सन्दर्भ त नेगेटिभ हुन्थ्यो। अनि समाजमा मान्छेलाई माया गरेको, सम्मान गरेको, प्रेम गरेको, सद्भाव राखेको भन्दा नराखेको कुरा चाहिँ दुर्लभ हुन्थ्यो कुनै बेला। त्यसपछि त्यो चाहिँ समाचार बन्थ्यो। यसले गर्दा नकारात्मक सन्दर्भले स्थान पाउनुको कारण चाहिँ पत्रकारिताको सैद्धान्तिक पक्षले पनि काम गरेको छ। जहाँसम्म पत्रकारहरूले वास्तवमा थाहा पाउनुपर्ने कैयन कुराहरू थाहा पाउँदैनन् भन्ने कुरो चाहिँ यो व्यक्तिगत सन्दर्भमा पनि लागू हुन्छ। पत्रकारितामा लाग्दैमा उसले धेरै विषयहरूलाई उसले हेरिराखेका होला, बाहिरी विषय, तर ऊ आफैमा चाहिँ फेरि कतिको जानकार छ, व्यवहारमा कस्तो छ भन्ने कुरा चाहिँ त्यो बेग्लै पाटो हो, वैयक्तिक पाटो बेग्लै हो। बस त्यो बेग्लै पाटो हो। पत्रकारिता गर्नको लागि त्यति ठुलो बौद्धिकताको आवश्यक चाहिँ पर्दैन। तर यदि आफूलाई चाहिँ अझै परिमार्जित गर्ने हो भनेदेखि पत्रकारिताले एउटा बाटो देखाउने, मार्गदर्शन गर्ने क्षमता पनि राख्छ। त्यसको लागि चाहिँ त्यो मानिस अध्ययनशील हुनैपर्छ, त्यो मानिस बौद्धिक हुनैपर्छ। त्यसैले सबै पत्रकार बौद्धिक हुन्छन् भन्ने छैन। पत्रकारितै गर्नको लागि चाहिँ ठिकै अध्ययनशील हुने र समाजको हरेक विषयलाई, राज्यका हरेक विषयलाई वाचडगको भूमिका निर्वाह गरेर बस्दाखेरि पुग्छ। अनि मैले अघि न त्यो जुन कोटेसन एउटा भने त्यसलाई अझ अलिकति म क्लियर गर्न खोज्छु हजुरसँग। जुन आफूलाई थाहा छैन भन्ने कुरा चाहिँ आफूलाई पत्रकारलाई थाहा हुँदैन। जस्तै एफएम रेडियो भनौँ, अब कुनै एउटा रेडियो सुन्नु सबैलाई भन्न खोजाएँ भने मैले कुनै रेडियो अथवा टेलिभिजनमा चाहिँ एउटा प्रस्तुता हुन्छ, त्यो प्रस्तुतालाई यस्तो लाग्छ कि उसलाई थाहा नभएको कुरा नै केही छैन, तर उसलाई थाहा नभएको कुरा नि हुन्छ नि। त्यसरी प्रस्तुत हुनु चाहिँ कतिको जायज हो यो नागरिक सचेतना दिने सन्दर्भमा? अलिकति अझ हजुरले भनेको कुरामा अझ क्लियर हुन खोजेँ सुभाषजी। यसमा यस्तो छ, संसारमा सबै मान्छेको रोग हो, कसैमा बढी कसैमा कम। मैले सबै कुरा जानेको छु भन्ने भ्रममा मानिसहरू हुन्छन्। हामी सबै जसो मानिसहरू म सबैभन्दा जानकार छु भनेर मात्रै होइन, मैले सबै कुरा बुझिसकेको छु भन्ने भ्रममा बाँचिराखेका हुन्छन्। त्यसैले त्यो पत्रकार पनि त्यस्तो भ्रममा रहन्छन्। तर त्यसमा चाहिँ एउटा कुरा के छ भने
सञ्चार कर्ममा सामेल हुनु र पत्रकारितामा सामेल हुनु चाहिँ फरक कुरा हो। सञ्चारकर्मीलाई धेरै कुरो थाहा नहुन सक्छ, मुख्य कुरा त्यहाँ आफैले पढेको समाचार पनि मैले के पढेँ भन्ने कुरा एकछिनपछि थाहा नहुन सक्छ। सञ्चार कर्मको कुरा छुट्टै हो, तर पत्रकारहरूको चाहिँ जान थाहा पाएरै गर्नुपर्ने हुन्छ। पत्रकारले चाहिँ सञ्चारकर्मीलाई त्यो सुविधा नहुन सक्छ, त्यो अवस्था नहुन सक्छ, उनको जानकारीभन्दा बाहिरको कुरा पनि प्रस्तुत गर्नुपर्ने हुनसक्छ। त्यसैले त्यो एउटा सामान्य कुरा भयो। अब जहाँसम्म अरू कुरा छ, व्यक्तिगत रूपमा चाहिँ धेरै कुराहरू धेरै मानिसले नजानिकनै जानिसकेका छु भन्ने हुन्छ। जस्तै एउटा मानिसलाई गाईको बारेमा तपाईँलाई थाहा छ भनेर सोधियो भने त्यो मलाई थाहा छैन भन्ने मान्छे समाजमा भेट्न सक्नुहुन्न। तर अब के छ त, जानकारी कति छ त बताउनुहोस् भन्यो भने त्यो 4 खुट्टा हुने, त्यो दुध दिने, कालो या सेतो यस्तो खालको 2टा सिङ हुने, त्यही होइन गाई भनेको भनिदिन्छ उसले। त्यसलाई मैले गाईको बारेमा सबै जानिसकेँ भनिन्छ। अब गाईको उत्पत्ति कसरी भयो, गाईको बारेमा किताबले लेख्न सकिन्छ, कतिवटा क्याटेगोरीका संसारमा कुन प्रकारका गाईहरू छन्, कसले कुन प्रकारले दुध दिन्छन्, यसको महत्त्व के छ, छालाको महत्त्व के छ, हड्डीको महत्त्व के छ, पिसाबको महत्त्व के छ, गोबरको महत्त्व के छ, गाईको पुच्छर किन त्यस प्रकारको बन्छ, गाईले के मन पराउँछ के मन पराउँदैन भनेर पनि थाहा पाउनु पनि गाईकै बारेमा थाहा पाउनु हो। धार्मिक दृष्टिकोणले गाईलाई कसरी हेरिन्छ होइन। अनि देशपिच्छे गाईलाई वर्गीकरण कसरी गर्न सकिन्छ त्यो बेग्लै पाटो छ नि त। तर त्यो हरेक मानिसले के छ भने गाईको बारेमा सिङ पुच्छरको बारेमा थाहा पाएपछि गाईको बारेमा मलाई सबै थाहा छ भनिदिन्छ के। यो हरेक विषयमा लागु हुन्छ। थाहा पाउनुपर्ने विषयको गहिराई धेरै तल या माथिसम्म हुन्छ। तर आम मानिस चाहिँ एउटा भ्रममा हुन्छन्, मैले सबै कुरा जानकारी पाइसकेको छु। अनि हजुर चाहिँ एउटा राम्रो लेखक पनि हुनुहुन्छ। हजुरका 3वटा पुस्तकहरू जस्तै तुषानल, महानिशा र प्रलय प्रारम्भ भन्ने शीर्षकमा चाहिँ किताबहरू छन्। यो मूल प्रश्नमा म पसिजान्छु। यो किताबकै सन्दर्भमा भन्नुपर्दा यो शीर्षकहरू राख्दा अथवा किताबको टाइटल राख्दा हजुरहरूले यो आम जनताले बुझ्ने भाषामा राखे भए के हुन्थ्यो? यो अब मलाई नै डिक्सनरी हेर्नुपर्ने जस्तो भयो। अलिक बढी कमन नामहरू राख्न नखोजेको, धेरै नामहरू त एक्सपोज भइसकेका छन्। धेरै नामहरू पनि हुन्छ। त्यसले किताबको अन्तर्वस्तुलाई ठ्याक्कै प्रतिनिधित्व गर्ने शब्द खोजेको। हजुर बुझेँ मैले त्यो हैन। त्यो हेरि त्यो किताबको कन्टेन्ट जे छ नि, त्यो कन्टेन्टलाई कुन शब्दले प्रतिनिधित्व गर्छ भनेर खोज्दाखेरि मैले पहिला यो पछिल्लो तुषानल भनेपछि भुसको आगो होइन, नेपालीमा भुसको आगो बाहिर कम देखिन्छ या देखिँदैन, भित्रभित्रै सल्किरहेको हुन्छ। मैले यो अन्डर करेन्ट पोलिटिकल मुभमेन्टलाई चाहिँ त्यो किताबमा उल्लेख गरेको होइन, एकदम राम्रो नाम, ठ्याक्कै नाम छ त्यो। अब त्योभन्दा एप्रोप्रिएट शब्द मैले पाइनँ। एकदम राम्रो छ। अब प्रलयको रात थियो, त्यो रात दरबार हत्याकाण्डको एक प्रकारको त प्रलय जस्तै थियो नि राजनीतिक इतिहासमा। अनि त्यसलाई एक शब्दमा प्रतिनिधित्व गर्ने शब्द खोज्दै गएको महानिशा रहेछ होइन। त्यो पनि कस्तो भने प्रलयको रात, महानिशा भन्नाले प्रलयको रात रहेछ। अनि राजदरबारको त्यो घटना चाहिँ एक प्रकारको प्रलयकै घटना जस्तै भयो। त्यसैले मैले त्यसलाई खोजेर राखेको। अब प्रलय प्रारम्भ भन्ने चाहिँ त्यो चाहिँ अलि सामान्य छ। प्रलय प्रारम्भ भन्ने चाहिँ त्यो चाहिँ के हो भनेदेखि ग्लोबल वार्मिङको बेस बनाएर लेखिएको किताब हो, उपन्यास। त्यसलाई सरूभक्तजीले विज्ञान उपन्यास पनि भन्नुभएको छ। र त्यो चाहिँ अलिक फरक खालको हो। त्यो चाहिँ फेरि शीर्षक चाहिँ बुझ्न सजिलो छ, भित्र पढ्न चाहिँ अलिक गाह्रो छ भन्छ। हजुर, अलिक टेक्निकल विषय। हजुर। अनि अब लेखकीय सम्बन्धकैलाई मैले यो हाम्रो पोडकास्टको शीर्षक यो सिभिल सेन्ससँग जोड्न खोजेँ, नागरिक सचेतनासँग। एउटा लेखकको लागि नागरिक सचेतना कति हुनु जरुरी छ र यो कति लेखकहरूले कति अप्नाइरहेछन् यसलाई चाहिँ? यो सिभिक सेन्स, यो नागरिक चेतनाको कुरा छ नि, हजुर, यो लेखक मात्र होइन, हरेक मानिसलाई हुनुपर्छ। त्यसमाथि लेखकलाई चाहिँ अलिक बढी हुनुपर्छ। लेखकले आफूले लेखेको कुराले हजुर मानिसको दैनिक जीवनमा, दैनिक संस्कारमा, संस्कृतिमा, उसको सोचमा सकारात्मक परिणाम ल्याउन सक्ने प्रकारको भएन भने त्यसले ठुलो समस्या पैदा गर्छ। किनभने लेखक भनेका प्राय गरेर रोल मोडल हुन्। सोसाइटीमा धेरै मानिसले उनीहरूको लेख पढेर, उनीहरूको विचार पढेर आफ्नो व्यवहार या सोचमा परिवर्तन ल्याउन सक्छन्।
त्यसले गर्दा अरू मानिसले भन्दा बढी सामाजिक सचेतनता अर्थात् सिभिक सेन्स अर्थात् नागरिक चेतना चाहिँ लेखकहरूमा अलिक बढी हुनुपर्छ भन्ने मेरो बुझाइ छ। त्यही त हजुर। अनि अब हजुर पुस्तकहरू अध्ययन पनि गर्नुहुन्छ, लेखक पनि हुन्छ, अनि त्यसमा चाहिँ अब अरू लेखकहरूले कतिको त्यसमा चाहिँ अब ध्यान पुर्याएको जस्तो लाग्छ? नेपाली लेखकहरूले, नेपाली लेखकहरूको मैले सम्मानपूर्वक भन्नुपर्दछ पछिल्लो समयको लेखहरू किताबहरू अलि चटपटे प्रकारका छन्। पहिले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्यालहरूले उहाँहरू बालकृष्ण समहरू चाहिँ दार्शनिक ग्राउन्डमा थिए। उहाँहरूको लेख रचना अभिव्यक्तिहरूमा दार्शनिकता पाइन्छ, निकै गहिरो दार्शनिकता छ उहाँहरूको। सबै सामाजिक सन्देश दिनु पर्दाखेरि पनि दार्शनिकता सहितको छ। पछिल्लो समयमा चाहिँ चटपटे टाइपका कुराहरू बढी बिक्ने, सिरियस कुराहरू भन्दा, गहिरा कुराहरू भन्दा चटपटे कुरा बिक्ने हुनाले पाठकले चाहिँ आफ्नो नलेजको गहिराईलाई अभिव्यक्त गर्ने भन्दा पनि मेरो के विषयमा लेखिदियो, कसरी लेखिदियो भने बढी बिक्री हुन्छ र बढी चर्चा पाइन्छ भन्ने उद्देश्यले लेख्ने गरे पाइन्छ। धेरै जसोले, सबैलाई होइन। तर हाम्रो साहित्यिक इतिहास चाहिँ क्रमशः डेटोरेट भएर गएको छ। त्यो क्वालिटी जस्तो भन्नुहोस् न, अहिले लेखनाथ देवकोटाहरूको युग सकिएको, उहाँहरूको फिजिकल भौतिक युग सकिएको चाहिँ अहिले धेरै वर्ष भयो, धेरै दशक भयो। तर त्यो काँटी र त्यो कोटीका लेखकहरू चाहिँ अब आफूलाई कसैले ठान्नु भएको छ भने म उहाँको ठम्मेलाई म सम्मान गर्दै के भन्छु भने त्यो कोटीका लेखकहरूको जन्म चाहिँ अहिले हुन सकेका देखिँदैन, त्यो स्तरको छैन। र पछिल्लो समयका लेखनीहरूमा सिभिक सेन्स सकारात्मक दिशातर्फ लैजाने, एउटा व्यक्ति, एउटा मानिस कस्तो हुनुपर्छ भन्ने कुरामा फोकस भएर लेखिएको छैन। जस्तै यहाँले भनेकै कुरामा जोड दिएँ मैले। अब म अलिकति गीतहरू पनि लेख्ने हुनाले, हजुर, गीतकार भए हुनाले अहिले एउटा गीत विवादमा आइरहेछ। हजुर। त्यो पनि अब यो विवादमा आएको, अब जस्तै गीत भनेको पनि एउटा चाहिँ साहित्य नै हो, एउटा गीत भने चाहिँ एउटा कविताको अर्को रूप नै हो। त्यस कारणले त्यसरी विवादमा आउनु त यो सिभिक सेन्सको चाहिँ केही कुरा होला यसमा पनि, होइन त? यो पनि अघि मैले भने नि, यो सतही कुरा, सुपरफिसियल कुराहरूमा, चटपटे कुराहरूमा मानिसको ध्यान जाने। अहिले धेरै गहिरा कुराहरू, सुभाषचन्द्र ढुङ्गेलको गीत मन पराउने भन्दा यो अहिले आएको, अहिले यो विवादमा परेको केटाकेटीहरूको गीत चाहिँ मन पराउने मान्छेको सङ्ख्या धेरै भयो, होइन? यसको केही अर्थ छैन। यसले एकछिन शरीर हल्लाउन सहयोग गर्न सक्छ, तर यसले दिमाग हल्लाउँदैन, दिमागभित्र बिज्न सक्दैन। त्यसैले मैले भने नि, अहिले मानिसहरूको रुचि परिवर्तन गएर यस्तो भयो, या हामीले गहिरो सामग्रीहरू कन्टिन्युटी दिन नसकेर चाहिँ समाज बरालिएको हो, के हो थाहा छैन, तर फरक भएको छ। त्यसमा पनि अब एउटा चाहिँ अब हाम्रो पुरानो लेखकहरू सकिँदै गए, हजुर, अनि यो पाठकहरू चाहिँ नयाँ नयाँ आउँदै गए, त्यसको पनि एउटा कारण हो कि? त्यो पनि एउटा कारण हो। जो अनेकौँ कारण चाहिँ, यसको कारणकै व्याख्या गर्दा त हाम्रो पाठ्यक्रमहरू, हामीले स्कुलमा जे पढाउँछौँ पाठ्यक्रमहरू सही ढङ्गले तर्जुमा गरिएको पाउँदिनँ, मैले चाहिँ देखेको छैन अहिले। किनभने त्यसले आफ्नो संस्कृति, आफ्नो धर्म, आफ्नो समाज, आफ्नो देशप्रति गौरव गर्न सिकाउँदैन। अहिलेको हाम्रो पाठ्य सामग्रीले आफूप्रति गौरव गर्न सिकाउँदैन। सुरुदेखि नै कक्षा कोठाभित्र बाहिरका कुराप्रति गौरव गर्न सिकाउँछ, बाहिरी देशप्रति बरु लोभ जगाउन सिकाउँछ, आकर्षण पैदा गराउँछ, आफ्नो देशप्रति गौरव गर्न सिकाउँदैन। अनि त्यसको प्रभाव घरसम्म गयो। घरको बाबुआमाले पनि छोराछोरी किन पढाएको भन्दा पहिला हाम्रा पालामा ज्ञानी, विद्वान, बुद्धिमान, योग्य मानिस बनाउनको लागि भन्ने हुन्थ्यो हामीलेसम्म पढ्दा। अहिले धेरैजसो बाबुआमा, सबैले होइन, धेरैजसो बाबुआमाले विदेश जाने भिसा लिनको लागि पढाएको। पढाउनुको कारणै त्यही हो। यति पढाउने, त्यसपछि उसलाई तुरुन्त विदेश पठाइदिइहाल्ने भन्ने उद्देश्यले पढाएको पाइन्छ। अधिकांशको त्यस्तो छ। यसले गर्दा एउटा पाटो चाहिँ हाम्रो शिक्षा पनि हो, यो अवस्था, अहिलेको सामाजिक अवस्था यो बन्नुमा। दोस्रो चाहिँ स्थायी कारण छ।
हरेक पुरानो पुस्तालाई नयाँ पुस्ताले च्यालेन्ज गर्न खोज्छ। त्यो त उसले पुरानो पुस्ताले बनाएको अवधारणालाई अस्वीकार गर्दै जीवन बिताउनु खोज्छ। अनि ऊ पनि फेरि म्याच्योर भइसकेपछि फेरि स्वीकार गर्दै मर्छ, अलग कुरा हो। यो नियमित प्रक्रिया हो। पुरानो पुस्तालाई अस्वीकार गर्न खोज्ने, आफूलाई नितान्त नयाँ ठान्ने, अनि पृथ्वीमा नयाँ हक दाबी गर्ने। यिनीहरूको त होइन, अब हाम्रो सँगै भविष्य नै हाम्रो छ, यो पृथ्वी हाम्रो बढी हक लाग्छ भन्ने सोच्ने, आफूले सोचेको बढी सोच्ने। जस्तै अहिले म देख्छु युवाहरूले चाहिँ नि प्यान्ट, यो फेसनमा चाहिँ प्यान्टको मुख चाहिँ नि तलको मुख ठुलो बनाउन थाले। उहाँहरूलाई सोध्नुभयो भने उहाँहरूले हामीले सुरु गऱ्यौँ, तपाईँहरूको पुस्ताले यो तलको न्यारोवाला प्यान्ट लाउँछ, हामी त युवा हौँ, हामीले यो फराकिलो बनायौँ भन्छ। उसलाई के थाहा छैन भने 50 वर्ष अगाडि पनि त्यो आएर गइसक्यो, त्यही चलन थियो भन्ने कुरा थाहा छैन उसलाई। साइकल हो त्यो त साइकल हो। यही कुरा हामीले बुझाउन नसकेको। नयाँ पुस्ताकोले पुरानो पुस्तालाई अस्वीकार गर्न खोज्छ, त्यो अपराध होइन, किन प्रकृतिले नै हामीलाई त्यस्तो बनाएको छ। अनि हामीले त्यसलाई पाठ्यक्रममा राखेर अर्थात् पाठ्य सामग्रीमा राखेर घरमा शिक्षा दिने, स्कुलमा विश्वविद्यालयमा शिक्षा दिने व्यवस्था गरे भएदेखि यो अवस्था नहुन सक्थ्यो। यो सिभिक सेन्ससँग जोडिएको कुरामा यो पनि आउँछ कि आउँछ। अब सिभिक सेन्सको कुरा गर्नुभयो यहाँले, यही कुरासँग जोड्दाखेरि धेरै सानो सानो कुराले धेरै ठुलो अर्थ राख्छ सिभिक सेन्स चाहिँ। सिभिक सेन्स एउटा भनाइ छ नि अङ्ग्रेजीमा, एउटा छ कमन सेन्स इज अनकमन थिङ भन्ने एउटा भनाइ छ होइन। कमन सेन्स भने चाहिँ सिभिक सेन्स हो वास्तवमा। त्यो कमन सेन्स भनेको चाहिँ सबै मान्छेमा हुनै पर्ने न्यूनतम संवेदना हो। त्यो न्यूनतम हुनुपर्ने। त्यो केमा हुनु पर्यो त भनेपछि उसले आफ्नो घरभित्र ऊ घरमा ओछ्यानमा जाँदा उसको बेडदेखि उसको चाहिने भान्सासम्म, अनि उसको घरबाट बाहिर निस्केपछि साथीभाइहरूसँग, स्कुल कलेजमा, शासन प्रशासनका मानिससँग भेटघाट छ भने त्यो ठाउँमा, सवारी साधन चलाउनु छ भने, प्रयोग गर्नु छ भने त्यो सवारी साधन प्रयोग गरिरहँदा अरू कसैले प्रयोग गरेको सवारी साधनमा प्रयोग गर्नु छ आफूले भने सोही बमोजिम। यो त सिभिक सेन्स भनेको त मानिस घरभित्र हुँदा निदाएको बेला बाहेक सबै अवस्थामा चाहिँ नि आवश्यक पर्ने एउटा चाहिँ नि पक्ष हो। अब यसमा हजुरले भनेकै कुरामा जोड्दै जस्तै अहिले सरकारले पनि यो नागरिक सचेतनाको लागि विभिन्न कानुनहरू बनाउने भनिरहेछ। यो कानुन बनाएर चाहिँ यसलाई सिभिक सेन्सलाई चाहिँ सचेत गराउन सकिएला र? कानुनभन्दा पहिला शिक्षामा जानुपर्छ। जस्तै म यहाँलाई भन्छु, हाम्रो सनातनी सभ्यतामा चाहिँ सिभिक सेन्सको कुरा पहिला थियो, अहिले पनि छ, हामीले यसलाई प्रयोगमा नल्याएको मात्र। जस्तै मानिसले खाँदाखेरि आवाज निकाल्नु हुँदैन, मानिसले पिउँदाखेरि आवाज निकाल्नु हुँदैन, भान्सामा भाँडा बज्नु हुँदैन, अनि घरभित्र हिँड्दा या बाहिर हिँड्दा पैतालाबाट आवाज निस्किनु हुँदैन, बिरालोको चालमा हिँड्नुपर्छ। यो सबै के हो? यो सिभिक सेन्स होइन, होइन? त्यो सभ्यतासँग जोडिएको कुरा पछि गएर महिलाहरूलाई मात्रै लागू गरियो होइन। पुरुषहरू त्यसमा अलि त्यसलाई चाहिँ अवज्ञा गर्न थाले। महिलाको त कसैलाई विवाह गर्नु छ भने त्यो महिलाको के हेर्थे भनेपछि उसलाई भान्सामा पठाउने, भाँडा कतिको बज्छ सुन्ने, भाँडा बजाउने छ भनेदेखि हाम्रो आमा दिदी भनेकै त्यसरी हो नि त। नयाँ बुहारीहरूले होइन भाँडा बढी बज्यो भने ए यो त संस्कारी होइन रहेछ भन्थे। अनि हिँड्न लगाउने, हिँड्दाखेरि आवाज आयो भने यो ठिक भएन भन्थे। भनेको मतलब के थियो भने खाँदाखेरि आवाज निकाल्छ कि निकाल्दैन, पिउँदा आवाज आउँछ कि आउँदैन, त्यसलाई चाहिँ नि एभोइड गर्थे। भने अहिले यो सबै मानिसको लागि खाने कसरी, पिउने कसरी, लगाउने कसरी, हिँड्ने कसरी, बोल्ने कसरी, बोल्दाखेरि एउटा मानिसले बोलिरहँदा उसको कुरा पुरा नहुँदै बिचमै बोल्नु सिभिक सेन्स नभएको मानिस हो, असभ्य हो भन्ने देखिन्छ होइन। तर
यो त झट्ट सुन्दा सानो कुरा हो, सानो तर अर्थ ठुलो राख्छ। यो सब चिजहरू कहाँ सिक्ने हो त? त्यो त विद्यालयदेखि सिक्ने हो नि। त्यसैले म कानुन बनाएर नियन्त्रण गरेर मात्रै चाहिँ हुँदैन, तर शिक्षालाई पहिलो जोड दिनु पर्यो, त्यसपछि अनि कानुनमा आउनु पर्यो। उनीहरूसँग चेतना भइसकेपछि त्यो अवज्ञा गर्नु र चेतना नहुँदै अवज्ञा गर्नुमा फरक हो। फेरि अर्को कुरा, अहिलेकै सरकारले बनाउने कुरा चाहिँ सिभिक सेन्स चाहिँ बनाउनेहरूमा कति छ भन्ने प्रश्न पनि उठ्छ। किनभने उहाँहरूको पृष्ठभूमि हामीले हेरिराखेका छौँ होइन, जुन पृष्ठभूमिबाट आएर गरिराखेका छन्। अनि कतिको सिभिक सेन्सलाई चाहिँ विचार गर्ने पक्ष छ त कानुन बनाउने भन्ने पनि छ। त्यसैले कानुन एउटा पाटो हो, मूल कुरा चाहिँ शिक्षा हो। तर एकैचोटि कडा कानुन बनाइहालेर चाहिँ त्यो जबरजस्ती गर्न सकिँदैन, जबरजस्ती गर्न सकिँदैन। कानुन मात्रैले सिभिक सेन्स चाहिँ पैदा गर्दैन। त्यो भनेको घरमा पनि सिकाउनु पर्यो, विद्यालयमा पनि सिकाउनु पर्यो। के कुरामा हामी संवेदनशील हुनुपर्छ भनेर। मुख्य कुरा के हो भने, जब एउटा वाक्यमा अडेको छ क्या सभ्य समाज, एउटा वाक्य याद गर्यो भने, गराउन सकियो भनेदेखि सिभिक सेन्सको चाहिँ मानिसमा जागरण हुन्छ। कसरी के हो त भनेपछि, मेरो कारणले अर्को पक्षलाई दुःख नहोस्, यति जम्मा एउटा यो एउटा सेन्टेन्स दिमागमा राखे पुग्छ। यति चाहिँ यति गहिरो रूपमा हरेक मानिसलाई बच्चैदेखि बुझाउनु पर्यो कि मेरो कारणले अर्कोलाई असर नपरोस् भन्ने बित्तिकै सडकमा गाडी लिएर जाँदा मैले कसैलाई कम स्पिड गरेर अलि अप्ठ्यारो पारिरहेको छु कि, या मैले ओभर स्पिड गरेर अर्कोलाई दुःख दिएको छु कि, मैले रङ साइडबाट ओभरटेक गरेर अर्कोलाई दुःख दिएको छ कि होइन, मैले चाहिँ यो डिभाइडर लाइन क्रस गर्दाखेरि अर्कोलाई असर पर्छ, यो जम्मै कुरा आयो। मैले हर्न बजाइदिँदा डिस्टर्ब हुन्छ, मैले यो जेब्रा क्रसमा चाहिँ आफूले गाडी नरोकिदिँदा पैदल यात्रीलाई सकस पर्छ, अथवा पैदल यात्रीले पनि म चाहिँ दायाँबाट हिँडिदिएँ भनेदेखि ड्राइभरहरूलाई सजिलो हुन्छ रोडको, मैले बायाँबाट हिँडेँ भनेदेखि मेरो ज्यान सुरक्षित हुँदैन होइन। ड्राइभरलाई पनि मतलब ड्राइभरले पनि आफूले पनि देख्नु पर्यो नि, आई कन्ट्याक्ट हुनु पर्यो, त्यसको लागि मैले दायाँ साइडबाट हिँडिदिनुपर्छ। यो सबै चिजहरू कति बेला चाहिँ पैदा हुन्छ भने, जब मेरो कारणले अर्कोलाई दुःख नहोस् भनेपछि मैले ठुलो स्वरमा बोलेँ भने वरिपरिको मानिसलाई डिस्टर्ब हुन्छ, त्यस कारणले मैले सानो आवाजमा बोल्नु पर्यो। मैले ठुलो आवाजमा खाइदिँदा, काँटा चम्चा बजाएर खाइदिँदा या आवाज चपाएर मुखबाट आवाज निकालिदिँदा वरिपरिकोलाई डिस्टर्ब हुन्छ। मैले त्यसैले साइलेन्टली मैले खानु पर्यो, साइलेन्टली पिउनु पर्यो, मधुर आवाजमा बोल्नु पर्यो, अर्कालाई डिस्टर्ब हुनु भएन भन्ने कुरा। यो जम्मै कुरा कति बेला आउँछ भने, मेरो कारणले अर्कोलाई दुःख नहोस्, एउटा सेन्टेन्स। त्यसो भए त यो सिभिक सेन्सको त मूल मन्त्रै जस्तो लाग्यो मलाई त। अवश्य मूल मन्त्र सिभिक सेन्सको निष्कर्ष नै यही हो कि मेरो कारणले अर्कोलाई दुःख नहोस्। कतै चाहिँ नि अब पानी लिन गएको छ, लाइनमा बसेको छ, उसले मिच्न पायो भने दुईजना भन्दा अगाडि गएर मिच्न पायो भने आफूलाई ठुलो ठान्ने, पेट्रोल डिजलको लाइनमा बसेको छ अनि मिच्न पायो भने त्यहाँ चाहिँ गौरव गर्ने, त्यो भनेको असभ्य हो नि त, होइन। अब त्यही ठाउँमा मेरो कारणले अर्कालाई दुःख नहोस् भन्दा त बरु आफूभन्दा पछाडिको अलि अशक्त बुढाबुढी छन् भने तपाईँ अगाडि जानुहोस् भन्छ नि त। म जति धेरै बेर उभिन सक्नुहुन्न उहाँ भन्ने चेत आउँछ नि त त्यसपछि, होइन। त्यसैले त्यही एउटा सेन्टेन्स चाहिँ दिल र दिमागमा राखे पुग्छ कि मेरो कारणले अरू कसैलाई दुःख हुन्छ कि, एउटा सेन्टेन्स हो। सिभिक सेन्सको निष्कर्ष चाहिँ यही हो। अर्को एपिसोडदेखि चाहिँ अब त्यो एउटा चाहिँ कोटेसनै बनाएर राख्नुपर्ने देखियो। हजुर, वास्तवमा एकदम सही हो। अब जस्तै एउटा कस्तो घटनाहरू भएको छ भने, मान्छे मरेको ठाउँमा एकदम रातो झिल्के मिल्के गहना कपडा लगाएर मानिसहरू गएको पनि देखिन्छ, देखिन्छ। त्यो धेरै ठुलो असभ्य मानिसबाट मात्रै त्यस्तो हुनसक्छ भन्ने कुरा, त्यो सेन्स नभएर त्यस्तो भएको हो नि, होइन। अब उहाँ शोक परिराखेको छ, त्यो ठाउँमा रङ्गीचङ्गी भएर गइदिँदा त्यसको मनोवैज्ञानिक प्रभाव त पर्छ नि त्यहाँ। त्यो सम्बन्धित जो शोकमा छ त्यो मानिसलाई अप्ठ्यारो पर्छ नि। मैले
कुन ठाउँमा कस्तो पहिरन युज गर्नुपर्छ, अँ, कस्तो त्यही। रङ युज गर्नुपर्छ भन्ने पनि अँ, सिभिक त्यो- सेन्सभित्र त्यही पर्छ। त। हजुरले भनेको कुरामा जोड्दाखेरि जस्तै हामी अब कतै मलाम जाँदा यता गर्नु पर्यो भने छाला जुत्ता लाउनु हुँदैन भन्छ, त्यो लाउनु पनि एउटा हुँदैन। चाहिँ बरु अब खाली खुट्टा जाँदा खाली हुन्छ, खुट्टा जाँदा हुन्छ। सेतो या अँ, एकदम डिम कलरको अँ, होइन, अँ। एकदम मधुर कलरको, मधुर कलरको, अँ। भद्र कलरको त्यस्तो रङको चाहिँ पहिरन हुनुपर्छ। त्यहाँ चाहिँ नि भड्किलो रङहरू लगाएर शोक भएको ठाउँमा जानु हुँदैन। अब त्यो त्यो एउटा सामान्य सेन्सको कुरा हो त्यो। हजुरले भनेको जस्तो पहिरनमा जाँदाखेरि नबोलिकनै एउटा चाहिँ शोक व्यक्त गरे जस्तो भयो हो त्यसलाई अवश्य। त्यो हो नबोलिकनै, र त्यो चाहिँ नबोलिकनै फेरि चाहिँ नि भड्काउ पैदा गरेको हुन्छ, अर्काको दिल दिमागमा चोट पुर्याएको हुन्छ। हो त्यही त, त्यही त। मरेर मानिसको मृत्यु भएर त्यहाँ सबै शोकमा छन्, अँ, रङ्गी चङ्गी भएर पुरा गहना छ भनेदेखि गहना सना पनि लगाइदिएर त्यो- त्यो- गइदिएपछि बिजाउँछ बिजाउँछ पक्कै भयो। होइन। अनि मसान घाटमा तपाईँ हामीले धेरै पटक देख्छौँ, ए। मानिसहरू मजाले जोक भनेर हाँसेर अँ, गफ गफ गरिरहेका हुन्छन्। त्यो पनि परिवारलाई परिवारलाई अँ, कति त्यही त, ठुलो पीडा हुन्छ। पीडा हुन्छ। मैले हाँसिदिँदा अँ, मुस्कानसहित चाहिँ नि घाटमा जानुहुन्छ, त्यही मुस्कानसहित शोक परेको घरमा जानुहुन्छ, पक्कै। त्यहाँ गएर हाँस्ने ठुल्ठुलो स्वरमा गफ गर्ने, अँ। विषयलाई डाइभर्ट गर्ने, अरू अरू विषयका कुरा गर्ने, त्यस्तो पनि गरेर देख्छौँ हामी। अँ। यो भनेको हाम्रो असभ्यताको, अँ। हाम्रो जङ्गलीपनको चाहिँ पराकाष्ठा। अभिव्यक्तिहरू हो यो सबै कुराहरू। हुन चाहिँ नेपालमा यो कुटनीतिक नियोगमा जाने मानिसहरूलाई, खास गरी राजदूतहरूलाई एक प्रकारको तालिम चाहिँ दिन सुरु भएको छ। सुरु भयो। नेपालको परराष्ट्र मन्त्रालयमा त्यो गर्छन् कि खाने कसरी, पिउने कसरी, मर्यादा क्रमलाई कसरी ध्यान दिने, अँ, लगाउने कसरी भन्ने यो सबै कुराहरू अँ, त्यहाँ चाहिँ सिकाउँछन्। मैले त कतिपय राजदूतहरूसँग मैले कुरा गर्दा यदि पानी या चिया या कफी पिउँदा हजुर, त्यो राजदूतसँग, अर्को देशको राजदूतसँगको मिटिङमा अँ, कफी खाँदाखेरिमा आवाज आएपछि दोहोऱ्याएर भेट्न नमानेको पनि सुनेको छु। बाफ्रे त्यस्तो हो, हो, त्यो दोहोऱ्याएर भेट्न त्यो नमानेको। पनि नागरिक चेतनाकै एउटा चाहिँ अवश्य उदाहरणै भयो। सेन्स। अँ, म भन्छु त्यो परराष्ट्र मन्त्रालयले डिप्लोमेटिक चाहिँ नियोगका मानिसहरूलाई, अँ। कुटनीतिक नियोगका मानिसहरूलाई जुन तालिम दिन्छ, जुन अँ। प्रशिक्षण दिन्छ, अँ, यो आम जनतालाई दिन जरुरी छ। किनभने अब विश्व साँघुरो भएको छ। अँ, हामी एउटा हरेक नेपालीले सिभिक सेन्स राखिदियो भने अँ, यसको सन्देश कसरी जान्छ भने, मानौ नाइजेरियाको एउटा नागरिकलाई हामी भेट्छौँ, भेट्छौँ। ऊ कसरी खान्छ, ऊ कसरी बोल्छ, उसको व्यवहार कस्तो हुन्छ भन्ने आधारमा आधारमा हामी नाइजेरियाको 8 करोड मानिसको बारेमा धारणा बनाउँछौँ। धारणा बनाउँछौँ। नाइजेरियनहरू अँ, यस्ता सज्जन या फटा कस्तो हुँदो रहेछन् भनेर हामी एउटा निष्कर्ष निकाल्छौँ। भेट्या हुन्छौँ एकजना, एकजना होइन? त्यसैले हामी हरेक नागरिकहरू यो देशका राजदूत हौँ अँ, विदेशीसँग पक्कै, भेट्दा। एकदमै अँ, त्यसैले सिभिक सेन्स कक्षा कोठादेखि, घर परिवारदेखि नै विकास गराउनुपर्छ। कसैको घरमा जानु छ, फटाफट गएर ढोका ठेलिदिएर भित्र छिर्या हुन्छ। अँ, कमसेकम नक गर्नुपर्छ। अँ, नक नगरिकन, अँ, भित्रबाट ढोका नखोलिकन आफूले खोलेर जानु हुँदैन भन्ने, भन्ने अँ, त्यसले अर्कोलाई कुन चोट पार्न सक्छ भन्ने कुराको सेन्स पनि हुँदैन, अँ, होइन? त्यसैले हामी कहाँ त पाइला पाइलामा सिभिक सेन्समा हामी च्युत हुँदै गएका छौँ। अँ, हाम्रो धर्म संस्कृति नमान्ने, अँ। भौतिकतालाई बढी जोड दिने, यसले गर्दाखेरिमा अनि अस्वस्थ प्रतिस्पर्धा समाजमा बढ्दै जाँदा बढ्दै जाने। हामी सिभिक सेन्समा चाहिँ धेरै दुर्लभ गरिब हुँदै गएका छौँ। त्यो हजुरले अघि नै भनेको कुरा एउटा फेरि मलाई यो नोट गर्नु मन लाग्यो। हजुर। जस्तै प्रत्येक व्यक्ति जो जब देश बाहिर जान्छ त्यो चाहिँ त्यो देशको चाहिँ राजदूत हो। अवश्य देशैभित्र पनि देशैभित्र पनि विदेशीसँग भेट्दा त्यो व्यक्ति राजदूत हो। त्यो त छँदैछ। हो। त्यो भावनाले अब हामीले जसरी प्रस्तुत हुन्छ त्यो हाम्रो प्रस्तुति नै देशको प्रस्तुति हो। अवश्य। त्यस कारणले देशलाई कसरी चिनाउने, हो, देश कस्तो छ हो, भन्ने चाहिँ हामीले हो। प्रत्येक नागरिकको चाहिँ हो, जस्तै हामीले जापानिजहरूको कदर गर्छौँ हो, होइन, अब जापानिज हो। यस्ता छन्, यो संस्कारी छन् भन्छौँ, हो, त्यस्तै गरेर हामीले चाहिँ आफूलाई प्रस्तुत गर्न हो, सक्नुपर्छ। अवश्य। अब एउटा कुरा म यहाँलाई एउटा स्मरण गराउँछु, त्यो मेरो लागि जीवनमा अविस्मरणीय घटना भयो। हजुर, आजभन्दा 26 वर्ष अगाडि क्यानाडामा हजुर, एउटा सानो कार्यक्रममा म पुगेको थिएँ। हजुर,
त्यहाँ चाहिँ क्यानेडियन ब्याङ्क नोट कम्पनीका भाइस चेयरम्यान चाहिँ ले लन्च दिनुभएको थियो। अनि उहाँ नेपाल नआउनु भएको रहेछ। नेपाल चाहिँ म जान चाहन्छु, अत्यन्त ब्युटिफुल कन्ट्री भन्ने सुनेको छु, म चाहिँ जान चाहन्छु भन्नुभयो। मेरो ग्रान्डफादर जानुभएको रहेछ, उहाँले चाहिँ भन्नुहुन्थ्यो असाध्यै ब्युटिफुल कन्ट्री छ भन्नुभयो। मैले उहाँलाई दुईवटा आग्रह गरेँ। नम्बर 1, तपाईँ ब्युटिफुल कन्ट्री हो नेपाल भनेर दिमागमा राखेर नआउनुहोस्। युनिक कन्ट्री चाहिँ हो, तर ब्युटिफुल हो कि होइन भन्ने चाहिँ तिमी आफै त्यहाँ पुगेर हेरिसकेपछि तिमीलाई ब्युटिफुल लाग्यो भने तिमी त्यस बेला भन्नु। पहिले नै माइन्डमा चाहिँ ब्युटिफुल कन्ट्री जाँदैछु भनेर नआउनु, एक। दोस्रो कुरा, अब हामी 21औं शताब्दी सुरु हो, त्यो बेला त भर्खर सुरु हो नि। 21औं शताब्दीको सुरुवातमा पनि हामी कति असभ्य जिन्दगी बाँचिराखेका छौँ भन्ने कुरा तिमी हेर्नको लागि आऊ। तिमी एयरपोर्टदेखि नै देख्छौ, एयरपोर्टका कर्मचारीहरूले गर्ने व्यवहार, एयरपोर्टमा देखिने फोहोर, एयरपोर्टमा बाथरुम लुक्दैन। मैले भने उनलाई एयरपोर्टको चाहिँ यो रेस्टरुमहरू कसरी स्मेल आउँछ, अनि सडकमा आइसकेपछि हर्न कसरी बज्छन्, गाडी कसरी अभद्र किसिमबाट सडकको अनुशासन तोडेर चलाइन्छ, यो सबै कुरा चाहिँ हाम्रो असभ्यतासँग जोडिएको कुरा हो। त्यो असभ्य समाज कस्तो हुन्छ भनेर हेर्नको लागि आऊ भने मैले भनेपछि मलाई उहाँले उठेर उहाँको अर्को साथीलाई, लुक म नेपालीमै भन्छु, एसियामा पनि सभ्य मानिस यस्तो सभ्य मानिस हुँदो रहेछ भन्नुभयो के। रियालिटी बताउने होइन, मैले भनेको त्यति हो। एसियामा पनि मैले उसलाई त न्युट्रलाइज गर्न भनेको। यहाँ आएपछि हाम्रो जे अवस्था छ नि, उसको सिभिक सेन्स त यहाँ छैन। पाइला एक्सपेक्टेसन हाई होला, होइन, सिभिक सेन्स देखिँदैन भन्ने त थाहा छ नि त हामीलाई। त्यस कारणले मैले उसलाई पहिले नै न्युट्रलाइज बनाएर आउँदाखेरि त्यसरी आउनु भन्न खोजेको कि तपाईँ आएर हेर्नुहोस् हामी कस्तो असभ्य जीवन बाँचेका छौँ भनेर। उसले के भन्यो, हेर त एसियामा पनि सभ्य मान्छे हुँदो रहेछ भन्यो। भनेपछि उसले पनि त एउटा त बिजायो नि त हामीलाई। एसियामा सभ्य मानिस हुन्छ भन्ने विश्वास उसलाई रहेनछ नि त। त्यो जानकारी इन्फर्मेसन उसले त इन्फर्मेसन दियो। उसको हामीप्रतिको उसको पर्सेप्सन चाहिँ नै उसले क्लियर गर्यो। भनेपछि हामीले यदि हाम्रो सोच व्यवहार सानो सानो कुराहरू माइक्रो लेभलमा जुन छन्, यतिसम्म कि हाम्रो त सनातनी सभ्यता अनुसारको आचरण मात्रै गर्दै पनि हामी सभ्य, हाम्रो त झुकेर नमस्कार भन्ने हो, अनि बिदा हुने बेलामा नमस्ते भन्ने हो। अब यो कुरा हामीले सिकाएको छैनौँ। नमस्कार र नमस्ते एकैपटक गर्छौँ। 10 वर्षपछि मान्छे भेट भएको छ नमस्ते भनेर भन्छौँ, होइन, त्यो पनि नझुकिकन। मानिसलाई यति पनि चेतना दिएको छैनौँ हामीले हाम्रै संस्कार अनुसारको कि भेट्दाखेरि नमस्कार भन्ने, होइन। जसरी सूर्य अस्ताउँछ बिदा हुने बेलामा, त्यसै गरेर भेट्दा छुट्ने बेलामा चाहिँ नमस्ते भएर छुट्ने हो। यो कुरा पनि हामीले सिकाएको छैनौँ, भनेका छैनौँ। अनि मान्छे भेट्ने बित्तिकै नमस्ते भनिदिएको छ। नमस्ते किन यो चाहिँ पहिला हामीले भन्नुहुन्छ हुँदैन थाहा छैन। भनेको हाम्रै संस्कार अनुसारको, हाम्रै सभ्यता अनुसारको व्यवहार गर्न सिकायौँ भने पाहुनालाई कसरी स्वागत गर्ने, पाहुना आउने कुरालाई हाम्रो सोसाइटीले के भन्छ, पाहुना आउने कुरालाई चाहिँ गौरवको विषय बनाएको होइन, पाहुनासँग भगवानको रूपमा लिने र उहाँको इच्छाहरू तृप्त गर्ने, हुने गरी पुरा गर्ने, दैनिक आफूले खाने भन्दा राम्रो खाना खुवाउने, राम्रो व्यवहार गर्ने, सत्कार राम्रो गरेर चाहिँ त्यसपछि सत्कारपूर्ण ढङ्गले नै बिदाई गर्ने हो नि त। त्यो भनेको के हो, सिभिक सेन्सको कुरा होइन हो। हामीले हाम्रो संस्कृति र हाम्रो परम्परालाई जब अवैज्ञानिक भनेर, परम्परावादी भनेर, अन्धविश्वास भनेर त्याग्दै गयौँ, अरूको अन्धविश्वासी धारणालाई चाहिँ अपनाउँदै गयौँ। अरूको त पुरातनवादी सोच हो नि त। फेरि हामी जे अपनाइरहेछौँ थोरै हामीले बेग्लै नयाँ आविष्कार गरे हो र, होइन नि त। हामीले के गरिरहेछौँ भनेपछि आधुनिकताको नाममा अर्काको चाहिँ कपी गरेका छौँ कि अर्काको परम्परालाई चाहिँ हामीले कपी गरेका छौँ। त्यसैले यो चाहिँ गलत हो। नेपालमा यदि सिभिक सेन्सलाई
दृष्टिगत गरेर शिक्षा दिने हो भने राम्रो हुन्छ। मैले त एउटै किताब देखेको छु सिभिक सेन्सको बारेमा लेखेको हाम्रो शेखर ढुङ्गेलजीले। हजुर। एउटा चाहिँ नागरिक सचेतनताको बारेमा त्यो किताबलाई चाहिँ पाठ्यक्रममै सामेल गर्नु पर्यो भनेर मैले पनि कोसिस गरेँ। उहाँले धेरै राम्रो किताब लेख्नु भएको छ। दैनिक व्यवहारमा हामीले कस्ता कुराहरू माइक्रो लेभलका कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरा सानो हुन्छ तर त्यसले ठुलो महत्त्व राख्छ। त्यो शेखरजीले राख्नु भएको छ होइन। त्यसैले कमसेकम त्यस्ता खालका किताबहरू आउनु पर्यो र हाम्रा पाठ्यक्रमहरूमा सामेल गर्नु पर्यो। त्यसले मानिसलाई सिभिक सेन्स चाहिँ नै पैदा गर्छ। अब मानिस सम्पन्न छ तर उसलाई पारिदिएको छ कि तिमी गरिब छौ तिम्रो देश खत्तम छ भनेर पारिएको छ। ऊ जहिले पनि नेगेटिभ माइन्डले साथ बहाइदिन्छ होइन, मसँग केही छैन भन्ने ठानेर बस्छ क्या उसले होइन। तर उसलाई कमसेकम यदि सामान्य सिभिक सेन्स दियो भनेदेखि मानिसको सोचै परिवर्तन आउँछ। जब एकछिन कल्पना गरौँ त सुभाषजी कि सारा मानिसहरूमा सिभिक सेन्स छ अनि हरेक मानिसहरू नम्रतापूर्वक प्रस्तुत हुन्छन्, अशिष्टता काहीँ पनि देखिँदैन, स्वर्ग भनेको त्यही होइन? त्यही हो। सिभिक सेन्स मानिसमा पैदा गर्ने भनेको धरतीलाई स्वर्ग बनाउने कुरा हो। एकदम राम्रो। अनि अब हजुर चाहिँ अब पत्रकारितामा नि लामो समय भयो होइन। एउटा हामीलाई दर्शकहरूलाई डर लाग्ने कुरा नि कुनै कुनै अब यो टेलिभिजन प्रस्तोताहरू र अनि जुन चाहिँ अब हाम्रो होस्ट र गेस्ट भनौँ न, अब त्यो शाब्दिक अर्थ जे आए पनि त्यसरी वार्तालाप हुँदाखेरि एक किसिमको चाहिँ अब त्यहाँ सानोतिनो कुस्ती नै हो कि जस्तो पो हुन थाल्यो अचेल। अब किन यो किन भएछ? यो प्रस्तोता त्यस्तो कि अथवा जवाफ दिने व्यक्तित्व त्यस्तो कि अथवा हाम्रो चाहिँ सिभिक सेन्सको कमी हो कि किन यसरी कि त्यस्तै विश्वमा पनि अरू देशमा पनि त्यस्तै हो कि त्यस्तै हुनुपर्ने हो कि अथवा शालीनता तरिकाले चाहिँ हो? यो एकदमै मलाई सधैँभरि खड्केको कुरा हो। यो प्रस्तुतिकरण आकर्षक हुनुपर्छ भन्ने चाहिँ एउटा सिद्धान्त हो। त्यो त पक्कै होइन, आकर्षक हुनुपर्छ। तर प्रस्तुतिकरण आकर्षक हुनुपर्छ भनेको चाहिँ जस्तो हामीले डे टु डे सञ्चार माध्यमहरूमा देखिरहेछौँ त्यो पनि होइन। यो के भइदियो भने पछिल्लो समयमा आफूतिर ध्यान आकर्षित गर्नको लागि प्रस्तुतिकरण चाहिँ एग्रेसिभली गर्ने बडा एग्रेसिभ भएर प्रस्तुत हुने, डोमिनेट गरेर प्रस्तुत अनि त्यसपछि गेस्टलाई डोमिनेट गर्ने यो चाहिँ पत्रकारितामा हुने अपराध मध्ये एउटा हो। एउटा अपराध के हो? सूचनाको स्रोत एक्सपोज गर्नु गम्भीर प्रकृतिको अपराध मानिन्छ। अर्को अपराध गेस्टलाई होच्याउने, फिजिकल्ली होच्याउने, शब्द चर्को स्वरमा बोलेर या गालीका शब्द प्रयोग गरेर या शरीरको हाउभाउले औँला ठड्याएर औँला तेर्स्याएर गेस्टलाई होच्याउने, गेस्टलाई बोल्न नदिने, गेस्टले कम्प्लिट कुरा गर्न नपाउने, यो चाहिँ पत्रकारिताको चरम विकृतिको एउटा रूप हो। अहिले नेपालको सन्दर्भमा भन्नुहुन्छ भने पत्रकारिता करिब करिब मरिसकेको छ। एउटा गेस्टलाई त सम्मानपूर्वक, अब म त इन्टेलेक्चुअली डोमिनेट हुन्छ छुट्टै कुरा हो। इन्टेलेक्चुअली डोमिनेट हुन्छ भने त्यो बेग्लै पाटो हो, त्यसमा त त्यो त पत्रकारको सक्सेस हो होइन। तथ्यले तर्कले पोलाइटली कुरा गरिरहँदाखेरिमा पनि डोमिनेट भएको छ भने त्यो एउटा पाटो हो होइन। अब त्यसरी चाहिँ नसक्ने, इन्टेलेक्चुअल्ली अर्थात् प्राज्ञिक ढङ्गले चाहिँ डोमिनेसन नहुने तर मान्छेले शारीरिक हावभावले वा शब्दले होचपेच गर्ने, होच्याउने काम यो पत्रकारिताको सामान्य सिद्धान्तभित्र नि पर्दैन। यो चाहिँ विकृतिको रूपमा हामी बुझिरहेछौँ। यही पनि नि सिभिक सेन्स भएको मानिसले पनि त्यो गर्दैन, पत्रकारिता पढ्नु पर्दैन। सिभिक सेन्स भएको मानिस त्यसरी प्रस्तुत हुन सक्दैन। दुईटा कुरा चाहिँ, एउटा चाहिँ अब त्यो प्रस्तुत गर्ने प्रस्तुताहरूमा पनि अब अरूलाई बोल्नै नदिने,
एउटा त्यो देख्यो धेरै जसोमा कतिपय राम्रो पनि हुनुहुन्छ, उहाँलाई सम्मान गर्नैपर्छ हामीले। कतिपय चाहिँ अब त्यो हाम्रो विज्ञहरू भनौँ न, अब जस्तै राजनीतिक विश्लेषक भन्छौँ हामी कुनै पनि विषयको चाहिँ इकोनोमिस्ट यताउता ल्याउँछौँ, उहाँहरूको पनि फेरि अब त्यस्तै तरिकाको प्रस्तुति, त्यसले गर्दा त्यसमा चाहिँ अब दुवैतर्फको चाहिँ कमी कमजोरी देखियो होइन। हो, अहिलेकै समाजको कुरा गर्दा बितेको यो दशक यताको मात्रै कुरा गर्दाखेरि त नेपालमा नेगेटिभिटी बढी बिकेको छ। नेगेटिभिटीले आक्रोश पनि पैदा गर्छ अनि नेगेटिभिटीले मानिसलाई इन्टेलेक्ट बनाउने भन्दा पनि एग्रेसिभ बनाउने काम गर्छ र त्यो चाहिँ सञ्चार माध्यमहरूमा छताछुल्ल भएर प्रकट भइराखेको छ। त्यति मात्र हो कुरा चाहिँ। अब हामी अन्त्यतिर पनि छौँ। हजुर फुटबल कतिको हो? मेरो एउटा ठुलो समस्या छ, यो सार्वजनिक रूपमा भन्न हुने कि नहुने हो, तर मैले जीवनमा आजसम्म फुटबल हेरेको छैन। म हलमा पनि गएर यो फुटबल ग्राउन्डमा पनि हेरेको छैन, टेलिभिजनमा पनि हेरेको छैन। मेरो रुचिको खेल चाहिँ चेस हो। चेस हजुर, त्यतापट्टिको चाहिँ म अलि रुचि हुन्छ, त्यसको त्यति चर्चा हुने गर्दैन। तर किन फुटबलमा मेरो आफ्नो रुचि चाहिँ नै कम भइदियो या भएन। हजुर ठिक छ। अब त्यसमा पनि फुटबल सम्बन्धी नै रुचि नभए नि एउटा प्रश्न चाहिँ मैले गर्न खोजेको के भने, जस्तै अब अहिले फुटबलहरू भइरहेछ, अब आज फाइनल छ, अब शुक्रबार यो अनियर हुँदा त यो फुटबलको नि अलिकति गर्मी घटिसकेको हुन्छ। अहिले एउटा के देख्यो भने फुटबलमा पनि जस्तै अब खेल भइरहँदाखेरि दुईवटा बिच एउटा चाहिँ फेयर गेम नहुने, अनि यो चाहिँ अब जस्तै अब यहाँ अफिसियलहरू पनि अब त्यो बढी आक्रामक हुने, त्यस्तो किसिमको देख्यो। त्यसमा पनि सिभिक सेन्स त्यो खेलमा पनि लागु हुँदो रहेछ होइन त? अब सिभिक सेन्स नहुने त भने नि मैले, घरभित्रदेखि बाहिरसम्म बिहान निदाएको बेलामा बाहेक सबै अवस्थामा सिभिक सेन्स लागु हुन्छ। यसमा दुईवटा, एउटा अन्तिममा एउटा यति मात्रै म कुरा भन्छु। हजुर, संसारमा अहिले घरबाट बाहिर निस्किँदा मानिसहरू जित्नको लागि निस्किन्छन्, हार्न निस्किँदैन। पक्कै हो। हार पनि जीवनको एउटा पाटो हो नि। पाटो जति जित हो, सिक्काको एउटा पाटो जित हो। सिक्काको एउटा पाटो सफलता हो। सिक्काको अर्को पाटो असफलता हो। पक्कै त्यो दुईटै जीवनको अङ्ग हो। र जसरी सिक्काको एउटा पाटो सुख हो, सिक्काको अर्को पाटो दुःख हो। यो दुवैलाई हामीले बराबरीमा बुझ्दैनौँ। मैले जसरी पनि जित्नुपर्छ जीवनमा, शर्त रहित जीवन भयो भने खुसी हुन्छ। मैले यस्तै लाउनुपर्छ, मैले यस्तै खानुपर्छ, मैले यस्तै गर्नुपर्छ, मैले यस्तै घरमा बस्नुपर्छ, मैले यस्तै गाडी चढ्नुपर्छ, मैले नै फलानुलाई जित्नुपर्छ भनेर घरभित्रैदेखि मानिस एकपक्षीय भएर निस्किन्छ। अनि त्यो मानिसले आफू पनि पीडामा पर्छ, अरूलाई पनि पीडा दिन्छ। त्यसैले सिभिक सेन्सको मानिसमा विकास गरिरहँदा, अघि त मैले एउटा कुरा भने कि मेरो कारणले अर्को पक्षलाई दुःख नहोस् भन्ने सम्झिने एउटा कुरा सधैँको लागि। अर्को पाटो त के हो भने मैले नै जित्नुपर्छ भन्ने सोच चाहिँ सभ्य सोच होइन। त्यो फुटबल होस्, चाहे अरू खेल होस्, चाहे समाजको अरू प्रतिस्पर्धा होस्, त्यो स्वस्थ हुँदैन, अस्वस्थ हुन्छ। त्यसले चाहिँ हार्दा पनि खुसी हुन सक्नु पर्यो। डेफिनेटली हार पनि त एउटा पाटो हो नि त खेलको। अनि खेलैको पनि त हार एउटा पाटो होइन र? अनि जीवनमा पनि सफलता मात्रै आफ्नो पाटो होइन नि त, असफलता पनि त आफ्नै हो नि त। एउटा सफल हुँदा अर्को असफल भइरहेको हुन्छ। डेफिनेटली अर्को असफल हुँदा आफू सफल भइरहेको हुन्छ। मतलब हरेक व्यक्तिले सफलता र असफलता, सुख र दुःख दुवै कुरालाई चाहिँ आफ्नो जीवनको अङ्ग मान्नु पर्यो, सहज स्वीकार्नु पर्यो। त्यसले मानिसलाई, समाजलाई सभ्य बनाउन सहयोग पुर्याउँछ। त्यही त। अब अन्त्यमा फेरि हजुर लेखक पनि भयो हुनाले एउटा चाहिँ लेखकीय सम्बन्धी नै प्रश्नबाट म टुङ्ग्याउन चाहन्छु। यो जो लेखकसँग सिभिक सेन्स हुँदैन, उसले चाहिँ अक्षरको व्यापार मात्रै गरिरहेको हुन्छ भन्दा के फरक पर्छ? आन्सर पनि प्रश्नमै आयो। प्रश्नमै आयो। यो चाहिँ सिभिक सेन्स नभएको मानिसले नलेखिदिँदाखेरि चाहिँ समाजलाई ठुलो योगदान पुर्याएको हुन्छ। नलेखिदिँदा जसमा सिभिक सेन्स छैन त्यो मानिसले लेखेन भनेदेखि उसले नलेखेर ठुलो योगदान पुर्यायो भनेर हामीले बुझ्नुपर्छ। हजुर, हस् त, यो कार्यक्रम यहीँ समाप्त भएको म जानकारी गराउँछु र यो मायाको चिनो उपलब्ध गराइदिनु हुन म शेखर ढुङ्गेलजीलाई अनुरोध गर्दछु। हस्, धन्यवाद सुभाषजी। धन्यवाद सर, यो अमूल्य समयको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ। यो सानो शेखरजीलाई विशेष धन्यवाद, किनभने नेपालमा
सिभिक सेन्सको बारेमा किताब लेखेर मानिसलाई जागृत गर्न जुन खोजिराख्नु भएको छ र अहिले यसको सञ्चालन पनि गराइराख्नु भएको छ, त्यस निम्ति नेपाली समाज यहाँका प्रति आभारी हुनुपर्छ र मलाई यो मौका दिनुभयो। धेरै धेरै धन्यवाद। आभारी छु सर, धन्यवाद सर।